तर हामी के देख्छौं भने धेरै पार्टी भए पनि अहिले दुई किता हो, जनताको पक्षमा उभिने कि जनताको विरुद्धमा उभिने। नेपालमा एउटा भ्रष्टाचार, दलाली हैन, त्यसपछि गएर कमिसनखोरी, मानव तस्करी, यावत तस्करी जस्ता कुराहरूले चाहिँ नेपाली जनतामा चाहिँ नेपाललाई असाध्यै दुःख दिइराखेका र एउटा रोगले आक्रमण गरेको जस्तो भइराखेको छ। यो स्थितिबाट नेपाली जनताहरू एकदमै दुखित छन् र एकदम छटपटाइरहेको अवस्था छ हैन। जता जानुस्, जहाँ पुग्नुस्, मान्छेहरूलाई खान बस्न पनि गाह्रो हुन थालेको जस्तो, सामान्य काम गर्दाखेरि पनि हैन आफ्नो बिरानो खोज्नु पर्ने जस्तो, अथवा आफ्नो सोच पछकै अनि सामान्य काम गर्नको लागि त्यस्तो जो हुँदैछ, अति तपाईको चाहिँ भ्रष्टाचार, अति दलालीकरण, अति तस्करी, त्यसपछि गएर अति तपाईको दलकरण पनि के जुन दलले जितेको छ त्यो बाहेक अरूलाई चाहिँ आफ्नो मान्छे नै नठान्ने हैन, जनतालाई कुनै वास्तै नगर्ने खालको चाहिँ राज्य हो। गुटकरण भनौँ न, जुन गुटले कब्जा गरेको छ अरू मान्छेलाई चाहिँ वास्तै नगर्ने परिपाटीले जनतालाई एकदमै हैरान भइरहेको स्थिति छ। यो बेलामा कसले दुःखमा चाहिँ जनतालाई साथ दिने हो त, कसले जनतालाई चाहिँ अप्ठ्यारो परेको बेलामा काँध थाप्ने हो भन्दाखेरि हामी सबैले बुझेको एउटा असल पार्टी, असल विचार, असल लक्ष्य लिएको पार्टी र त्यसका नेता कार्यकर्ताहरूले नै यो काँध थाप्ने हो। त्यसर्थमा कम्युनिस्ट पार्टी, माओवादीहरूले अनि हामी इमान्दारीपूर्वक जनताको एउटा सुखद भविष्यको लागि लडेका मान्छेहरूले नै यो दुःखमा पनि काँध थाप्नुपर्छ, लड्नुपर्छ भनेर हामी उभिरहेका छौँ। तर हामी के देख्छौँ भने धेरै पार्टी भए पनि अहिले दुई किता हो, जनताको पक्षमा उभिने कि जनताको विरुद्धमा उभिने, देशको पक्षमा उभिने कि देशको विरुद्धमा उभिने, दुःखमा जनतालाई साथ दिने, देशलाई साथ दिने कि हैन झन् दुःख परेको बेलामा जनतालाई सताउने, स्वार्थ पूरा गर्ने, लुटपाट गर्ने, कता जाने भन्ने कुरा छ। यो कुरा पार्टीहरू भन्दा माथि छ। कुनै पनि पार्टीको स्वार्थभन्दा देशको स्वार्थ, जनताको स्वार्थ माथि हुन्छ। त्यो स्वार्थलाई कम्युनिस्टहरूले बुझ्नुपर्छ, माओवादीहरूले बुझ्नुपर्छ भनेर हामीले लगातार लड्दै आयौँ। यहाँसम्म त्यसमा हामीले पुर्याएका छौँ, गणतन्त्रसम्म हामीले लिएका छौँ। त्यो प्रगतिकै कुरा हो हैन, सामन्तवादबाट गणतन्त्रमा आउने कुरा हैन। पुरानो अँध्यारो ठाउँबाट, कम्तीमा अँध्यारो कोठाबाट चोकसम्म भए पनि हामी निस्केको जस्तो लाग्छ नि, अलिकति उज्यालोमा हामी निस्केका छौँ। तर सिधै आकाशमा हामी उड्न पाएका छैनौँ। नेपाली जनताहरू मुक्त भएर स्वतन्त्र भएर चाहिँ हैन उड्न नपाएको जस्तो अवस्था अहिले छ। त्यतातिरको यात्रा हामीले लानुपर्छ भनेर नै मेहनत गरिराखेको कुरा हो। यो हामी सबैतिर अहिले पार्टीको हिसाबले त हामी फरक ठाउँमा होला, तर जनताको पक्षमा सोच्ने मान्छे हामी सबैतिर छौँ। कङ्ग्रेसमा पनि छ, एमालेमा पनि छ हैन, त्यसै माओवादीमा, नेकपामा सबैतिर छन्। असल मान्छेहरू एक ठाउँमा आउने बेला हुँदैछ। सबै मान्छे असलहरू एकातिर, खराबहरू एकातिर नबनाएसम्म हैन पार्टी लडेर या तपाईँको चाहिँ गुट लडेर मात्रै पनि हुनेवाला छैन। हामीले एउटा डेमार्केसन, एउटा सीमाङ्कन के गर्नुपर्ने छ भने असल मान्छेहरूलाई सबैतिरबाट एक ठाउँमा आउने वातावरण हामीले बनाउनु छ। किनकि असल मान्छे टुक्रा भएर एक्लै बस्दाखेरि चाहना त हामी सबैले राम्रो चाहने, तर राम्रो कसले गर्ने त भन्ने कुरा चाहिँ अधुरै रहन्छ। एक्लै लडेर त सम्भव छैन नि। त्यसकारण टुक्रिएको शक्तिलाई, अलग छितरिएको शक्तिलाई सबैतिरबाट एक ठाउँमा हामीले जुटायौँ भने हामी निश्चय नै हैन जनताका दुःखहरूसँग लड्न सक्छौँ, देशलाई परेका अप्ठ्यारोसँग लड्न सक्छौँ, देशलाई अगाडि बढाउनु पर्छ भन्ने हाम्रो कुरा छ। योमा हामी आज एकदम खुसीको कुरा के हो भने हामी जहाँ भए पनि हाम्रो प्रयत्न छ। कुनै पार्टीले हामीले गाली गर्नुभन्दा पनि तपाईँ हामी सबैले देखिरहेका छौँ को पार्टीले जनताको पक्षमा लडिरहेको छ, को लडेको छैन, को अनुशासित छ, को इमान्दारीपूर्वक काम गरिरहेको छ, कसले ठगिरहेका छ, कसले जनताको सपनालाई व्यापार गरिरहेका छ, कसले बचाइरहेका छ हैन। अब देशभरि जाँदा हामी शहीद परिवारहरू एकदमै विचल्लीमा छन्। घाइते कमरेडको घरमा म गएँ अनि एउटा राम्रो तन्ना पनि छैन, विचल्ली छ कि सुकुम्बासी दिदीहरू हुनुहुन्छ हैन, आएर बस्ने ठाउँ पनि छैन होइन। मिटर ब्याजीहरूले सारा सम्पत्ति खाइदिएका छन्, रक्षा गर्ने शक्ति छैन। लघुवित्तले तपाईँ त्यसमा बैंकको चर्को ब्याजले व्यवसायी साथीहरूलाई सडकमा पुर्याइदिएको छ, त्यसको प्रोटेक्सन गर्ने मान्छेहरू छैन, रक्षा गर्ने। सबैतिर के देखिन्छ भने इमान्दारीपूर्वक के गरौँ न त भन्नेहरूको स्थिति चाहिँ एकदम कमजोर जस्तो के हामीले भनेका छौँ। हामी लड्छौँ, हामी सहयोग गर्छौँ, वातावरण बनेको पनि छ। त्यो अभियानमा आज हामी जसरी यहाँ जुट्यौँ हैन, गोर्खाका क्रान्तिकारी कमरेडहरू, इमान्दार कमरेडहरू हैन, अब छलफल पनि छ हैन। माओवादी भनेको छुट्टै आदर्श उद्देश्य बोकेको शक्ति हो। हामी भर्खरको युवा हुँदाखेरि हेर्नुहोस्, हाम्रो नानीहरू जस्तै अब हामी युवाहरू जस्तो समय 20-22 वर्षमा हामी बन्दुक बोकेर हिँडिसकेको मान्छे हैन, 25-26 वर्ष बन्दुक बोकेको जिन्दगी हामीले नेपालको लागि समर्पित गरेको हो कि
हुँदैन भन्ने ठाउँबाट हुन्छ सम्भव छ भनेर नेतृत्व गरेर त्यो जोखिम उठाएर अथवा त्यो स्थितिको सही विश्लेषण गरेर क्रान्ति गर्न सकिन्छ भनेर चाहिँ के अरे पाइला चाल्ने नेतृत्व गर्ने नेता चाहिँ हामीले पाएका छौँ। हामीले गर्व गर्नुपर्छ। यसो कल्पना गर्छु कि म होइन त्यति बेला चाहिँ महासचिवले त्यो साहस नगरेको भए, स्थितिको सही विश्लेषण नगरेको भए, ठोस कदम नचालेको भए अहिले चाहिँ के भने जनताले आशा गर्ने ठाउँ कहाँ हुन्थ्यो होला होइन। अरू ठाउँमा भएका परिवर्तन चाहने मान्छेहरूले चाहिँ आशा गर्ने ठाउँ कहाँ हुन्थ्यो होला। शहीद परिवारहरूले, बेपत्ता परिवारहरूले भन्ने र आशा गर्ने ठाउँ कहाँ हुन्थ्यो होला। अथवा देशकै जनताले चाहिँ के अरे अब यही पार्टी हो, यही नेता हो, यहीबाट आश हुन्छ भन्ने ठाउँ हामी कसरी बनाउन सक्छौँ होला त भन्ने लाग्छ क्या मलाई अहिले होइन। त्यसमा चाहिँ के भने मलाई के लाग्छ भने माओवादीमा भएका धेरै साथीहरू पनि के भने यो सिट ठिक छ, सही छ भन्नुहुन्छ नि त होइन। अथवा देशभक्तहरू पनि के भने राष्ट्रियताको बारेमा लड्ने, जनताको बारेमा लड्ने पार्टी यही हो भन्ने स्थिति छ नि त। त्यसो भएर मलाई के लाग्छ भने हामी कति सङ्ख्यामा गोर्खामा छौँ, कति सङ्ख्यामा गण्डकमा छ, कति सङ्ख्यामा देशैभरि छ, तर सङ्ख्याको तुलना गर्दा नि मलाई के लाग्छ भने हामी ठुलै सङ्ख्यामा छौँ के। हजारौँको सङ्ख्यामा चाहिँ ल अहिले चाहिँ घर छोडेर हिँडौँ भन्ने पार्टी चाहिँ अरू कसको छ भन्दा नेपाल कम्युनिस्ट पार्टीकै छ नि। त्यसो भएर सङ्ख्या सानो पनि छ भन्दिनँ म क्या होइन। हाम्रो सङ्ख्या पनि ठुलो छ, विचार हाम्रो ठिक छ, कार्यक्रम ठिक छ। जब विचार ठिक हुन्छ, लिडर ठिक हुन्छ, कार्यक्रम ठिक हुन्छ, स्थितिको सही विश्लेषण गर्छौँ होइन, आवश्यकतामा नयाँ नयाँ विचारको विकास गर्छौँ, कार्यक्रमको विकास गर्छौँ, अनि के हो भने सङ्ख्या नै हुन्छ, गुण नै हुन्छ र हामीले जित्न सकिन्छ। हामीले जित्ने आधार भनेको के छ भन्नु होला भने अहिले हामीले चाहिँ के भने यो सङ्कटको निकास दिन हाम्रो पार्टीले मात्रै सक्छ क्या। हामीले भनेको नि त होइन, पश्चगमन नै होइन, यथास्थिति नै होइन, अग्रगमन हो। अग्रगमनको नेतृत्व पनि के हो भने हामीले मात्रै गर्न सक्छ, हाम्रो पार्टीले मात्रै गर्न सक्छ। त्यो पनि के अरे हामीले मात्रै होइन नि त, देशभक्तहरूलाई लिन्छौँ, गणतन्त्रवादी शक्तिलाई लिन्छौँ होइन, कम्युनिस्टहरूलाई लिन्छौँ, समाजवादीहरूलाई लिन्छौँ, सबैलाई लिएर चाहिँ के भने अगाडि बढेर जनताको सत्ता ल्याउँछौँ, नेपाली विशेषताको समाजवाद ल्याउँछौँ। यो अभियानमा मैले अहिले पनि राखेको थिएँ, सबैले एकैचोटि बुझ्दैन। जसरी महासचिवले ठिक ढङ्गले बुझ्नु भएको थियो नि, सबै नेताले बुझ्नुपर्ने हो नि त, हुँदैन क्या। हाम्रो चाहिँ के छ भने कति पैसा आउँछ भन्ने क्या, र्यालीमा कति आउँछ भन्ने जो परिपाटी छ त्यसलाई अन्त्य गरिदिनु पर्छ हेर्नुहोस्। खोइ त त्यहाँ भाइ बहिनीहरू लडे, मैले त्यो बहिनीलाई उठाइरहँदाखेरि बहिनी लाउ 1000 2000 ल्याएर तिमी फोन खर्च चाहिँदैन दाइ मैसित छ भन्ने आँट गरिन्छ बहिनी होइन। त्यो सास आँट चाहिँ तपाईँ हामी लिडरले गर्नुपर्ने छ क्या होइन। तपाईँहरू म यहाँ काठमाडौँ आएर म यही दिन बसेको के अरे चाहिँ यहाँ विनर कन्ट्राक्टरले बोलाउँछ, उसले बोलाउँछ, अर्कोले बोलाउँछ, हामी यति धेरै मिहिनेत गरिरहेछौँ। माथिल्लो लेभलका के अरे सिसिएमहरूसित नि हामी छलफल गरिरहेछौँ नि त होइन। किनभने पार्टी ठिक छ है, तपाईँहरूले जे गर्नुभएको त्यो ठिक छ भनिरहेछन्। के अरे दिलीप दाईले भन्नुहुन्थ्यो अझ एमालेको चाहिँ जिल्ला अध्यक्ष उठेर चाहिँ के नेपाली किन नेपाली आज बेला पनि चेहाम कति हतार गरे भन्नुभएको क्या। किनभने मलाई त काम नै दिन छोड्यो भनिसकेपछि उहाँमा नि असन्तुष्टि छ भने हामीले बुझ्यौँ नि त। इमान्दार मान्छे हो आरुवाड गाउँपालिकामा, फेरि एमाले भयो नि एकदम इमान्दार मान्छे हो किन नेपाली होइन, लामो समय चाहिँ सङ्घर्ष गरेको मान्छे हो भनिसके सबैतिर तपाईँ हामीले छलफल चलायौँ र हामी अगाडि बढ्यौँ भने हामी सफल भइन्छ। कम्युनिटर आत्मविश्वास लिनुपर्छ। आफू सही भएपछि पहिला आफूले आफूलाई ऐना नहेरिकन हामी अगाडि बढ्यौँ भने हुँदैन क्या। हामी यस्तो भयो, दुईजना मान्छे भेट्न जाँदा पनि म फलानु पार्टीको, के अरे नेपाल कम्युनिस्ट पार्टीको, म सचिवालय सदस्य, म सिसिएम, म युवा भन्ने आँट कसले गर्छ? कम्युनिस्ट पार्टीले गर्छ, त्यो अरूले गर्दैन। म त ऐसेलमा थिएँ अहिले त्यस्तै छ भनेर सुरु गर्छ। काङ्ग्रेसको गयो भने हाम्रो पार्टी खत्तम भनेर कुरा गर्छन् क्या चिया पसलमा नि होइन। त्यो सत्यलाई हामीले तोडेछौँ क्या। मान्छेहरूको मनोविज्ञानहरू अथवा समाजको मनोविज्ञान, के अरे चाहिँ मजदुरहरूको, किसानहरूको, युवाहरूको सबै मनोविज्ञान चाहिँ हामीतिरै छ क्या। त्यसो भएर एकचोटि हामी तातौँ भन्ने कुरा हो क्या। यहाँ साथीहरूले के भन्छन् फेरि बोक्ने हो भन्छन्, अहिले निर्वाचनमा जाने भनेपछि त अब त कमरेड हामी त्यतै लाग्नुपर्छ भन्नेमै छन् कि। फेरि हेर्नुहोस् है, यता बोक्छ भन्ने डर छ क्या फेरि साथीहरूलाई। त्यो किनभने त्यो स्कुलिङ भइरहेको क्या, हालिरहन् गोर्खामा। त्यहाँ जानु हो भने त तिनीहरूले त बम्पर गर्छ नि, तिमीहरू त्यहाँ नबस भन्ने क्या। स्कुलमा गएर मैले गोर्खा क्याम्पसमा एसी राखेर यो जाँदैन, तपाईँहरूले चाहिँ निर्धक्क हुनुहोस् भनिसकेपछि बल्ल अलिक कन्भिन्स भयो क्या साथी होइन। किनभने आमा बुवा सबै उनीहरूको छन्, अनि के अरे युवा युवतीहरू चाहिँ हामीतिर लाइन लाग्नु खोजिछन्, तर आमा बुवाहरूले करस गरिरहन् क्या धेरै ठाउँमा। तर त्यो बिचमा करस गर्दा पनि आमा बुवाले भन्दाखेरि पनि त्यो के अरे चाहिँ अहिले चाहिँ पछिल्लो चरण विद्यार्थी साथीहरू साथ दिन थाल्यो कि होइन।
त्यहाँ के अरे चाहिँ हामीले विद्यार्थीको उ गरिरहँदाखेरि 350 400 को माले सम्मेलन गरे हो क्या। तर त्योबाट चाहिँ हामीले सम्मेलन गरेपछि म खुसी छु क्या। 7 जना विद्यार्थी त हामीमा लाग्यो नि त होइन। जहाँ जहाँ भयो नि जोडिएर अहिले यहीँ पनि कार्यक्रममा बस्यन्, सम्पर्क मञ्चमा बस्यन्, सबैतिर जोडिन थाल्यो नि त। भने सम्मेलनको फाइदा त्यो रहेछ।